लोकसेवा 360 युट्युब च्यानलमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। साथीहरू, सङ्घीय लोकसेवा आयोगले आर्थिक वर्ष 2083-84 लागि पदपूर्ति गर्न वार्षिक कार्यतालिका प्रकाशित गरिसकेको छ र जस अन्तर्गत हाम्रो सङ्घीय निजामती सेवा, सङ्घीय स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा र राष्ट्रिय मानवाधिकार पदहरूका लागि त्यसै गरेर साथीहरू सुरक्षा निकायका विभिन्न पदहरूमा पनि कहिलेदेखि विज्ञापन आउने अनि कहिलेदेखि चाहिँ इक्जाम हुने भन्ने कुरा प्रस्तुत गर्दै तालिकाहरू प्रकाशित गरिसकेको छ। त्यसै गरी सङ्गठित संस्थाका पदहरूका लागि पनि वार्षिक कार्यतालिका प्रकाशित भइसकेको छ र जुन हाम्रो सङ्घीय लोकसेवा आयोगले यो प्रकाशित गरेको तालिका छ साथीहरू, यसमा चाहिँ हामी आज कहिले कुन तहको कुन श्रेणीको विज्ञापन हुनेछ र त्यसका इक्जामहरू अनि तपाईँको त्यसको लिखित इक्जामहरू, त्यसको अन्तर्वार्ताहरू कहिले कहिले हुनेछन् भन्ने विषयमा आजको यस भिडियोमा रहेर कुराकानी गर्नेछौँ। हजुरहरूले पनि यदि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँले यो तालिकालाई हेरेर, यो तालिकामा टेकेर आफ्नो तयारीलाई अझै उत्साहपूर्ण ढङ्गले अगाडि बढाउन मद्दत पक्कै पनि गर्नेछ। त्यसै कारणले गर्दा हजुरहरूले यो भिडियोलाई हेरेर आफ्नो कार्यतालिका बमोजिम अगाडि बढ्नुहोला र यो कार्यतालिकाबारे जानकारी लिउँ है त। सबैभन्दा पहिला चाहिँ हाम्रो सङ्घीय निजामती सेवा, सङ्घीय स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानवाधिकार सेवाका पदहरूका लागि भनेर राजपत्र विशिष्ट श्रेणी जुन बढुवाका लागि गरेको छ साथीहरू, जुन राष्ट्रिय यसमा चाहिँ जुन राजपत्र विशिष्ट श्रेणी बढुवाका लागि माग बमोजिम भनेर यसरी गरेको छ होइन। यसमा चाहिँ र त्यसै गरी राजपत्राङ्कित प्रथम श्रेणी अपराविधिक र प्राविधिक तथा अधिकृत प्रथम श्रेणीको खुल्ला होइन आन्तरिक प्रतिस्पर्धा र खुल्लाको चाहिँ तपाईँको प्रतिस्पर्धा निर्धारण साउन भदौमा गरेर विज्ञापन सूचना प्रकाशन चाहिँ हाम्रो भदौ अन्तिम बुधबार हुने भनेको छ र परीक्षा सञ्चालन चाहिँ कार्तिक मङ्सिर मा हुने कुरा उल्लेख गरेको छ भने लिखित परीक्षा नतिजा मङ्सिर पुसमा र माघ फागुनमा चाहिँ अन्तर्वार्ता र सिफारिस हुने कुरा गरेको छ। साथीहरू, आर्थिक वर्षमा चाहिँ पहिलेको आर्थिक वर्षमा जुन प्रकाशित गर्थ्यो साथीहरू, त्योभन्दा 1 महिना अगाडि हुने गरेर चाहिँ सम्पूर्ण जति पनि हाम्रो विज्ञापनहरू अब चाहिँ 1 महिना अगाडि हुने गरेर चाहिँ यो कार्यतालिका प्रकाशित भएको छ साथीहरू। र त्यसमा चाहिँ त्यसै गरी चाहिँ अर्को स्वास्थ्य सेवा र 11औँ तह भनेको छ, जुन स्वास्थ्य सेवा 11औँ तहमा चाहिँ खुल्ला र आन्तरिक प्रतिस्पर्धाहरू यो सबै कुराहरू चाहिँ भदौ अन्तिमबार हुने भयो। यसको मतलब के भने साथीहरू, जुन हाम्रो अपराविधिक र प्राविधिक कुराहरू छ नि, हो त्यो तहगत रूपमा चाहिँ अब एकैचोटि चाहिँ विज्ञापन हुने भएको छ है। त्यही भएर चाहिँ जुन तह छ, जुन होइन राजपत्राङ्कित प्रथम श्रेणीको चाहिँ जुन स्वास्थ्य सेवा छ र त्यो चाहिँ अपराविधिक सेक्टरतिरको चाहिँ अब एकैचोटि विज्ञापन हुने कुराहरू भएको छ र त्यो चाहिँ हाम्रो भदौ अन्तिम बुधबार चाहिँ हुने कुरा भनेको छ। त्यसै गरी राजपत्राङ्कित द्वितीय श्रेणी अपराविधिक र प्राविधिक तथा अधिकृत द्वितीयको चाहिँ हाम्रो भदौ र असोजमा चाहिँ प्रतिशत निर्धारण गरेर असोज अन्तिम बुधबार चाहिँ हाम्रो विज्ञापन हुने भएको छ साथीहरू। त्यसै गरी राजपत्राङ्कित तृतीय श्रेणी अपराविधिक तथा अधिकृत तृतीयको खुल्ला र आन्तरिक प्रतिस्पर्धा, त्यसै गरी बढुवा यिनीहरूको अनि राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक अनि स्वास्थ्य सेवा 8औँ अनि त्यसै गरी स्वास्थ्य सेवा 7औँ यिनीहरूको विज्ञापन चाहिँ हाम्रो कार्तिक अन्तिम बुधबार हुने भएको छ साथीहरू। र अर्को चाहिँ राजपत्र अनङ्कित प्रथम श्रेणी अपराविधिकतर्फ खुल्ला र त्यसै गरी अर्को दिएको छ बढुवा प्रथम चरण द्वितीय चरण अनि राजपत्र अनङ्कित तपाईँको प्रथम श्रेणी प्राविधिक स्वास्थ्य सेवा 5औँको पनि हाम्रो चाहिँ कार्तिक र मङ्सिरमा तपाईँको चाहिँ निर्धारण भएर कोटाहरू चाहिँ कति गर्ने भन्ने निर्धारण गरेर चाहिँ मङ्सिर अन्तिम बुधबार चाहिँ यसको पनि विज्ञापन हुने भएको छ साथीहरू। र राजपत्र अनङ्कित द्वितीय श्रेणी अपराविधिक तथा सहायक द्वितीय होइन खुल्लामा चाहिँ र त्यसै गरी राजपत्र अनङ्कित द्वितीय श्रेणी प्राविधिकमा र स्वास्थ्य सेवा चौथो तहमा पनि चाहिँ हाम्रो पुस अन्तिम बुधबार चाहिँ यसको विज्ञापन हुने भएको छ साथीहरू। त्यसै गरी साथीहरू, राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक र अपराविधिकको चाहिँ भदौमा विज्ञापन हुने भएको छ। त्यसै गरी स्वास्थ्य सेवा 11औँ तह मानवाधिकार सेवा अधिकृत प्रथमको पनि चाहिँ भदौमा हुने भएको छ साथीहरू। र राजपत्र द्वितीय प्राविधिक र अपराविधिक स्वास्थ्य सेवा 9औँ तह मानवाधिकार सेवा अधिकृत द्वितीय यिनीहरूको चाहिँ असोजमा हुने भएको छ विज्ञापन भने। त्यसै गरी राजपत्राङ्कित तृतीय श्रेणी अपराविधिक प्रथम श्रेणीको लागि
मानव अधिकार सेवा अधिकृत तृतीय प्रथम श्रेणी, राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक द्वितीय चरण र मानव अधिकार सेवा अधिकृत तृतीय द्वितीय चरण अनि राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवा 8औं र 7औं हाम्रो विज्ञापन चाहिँ साथीहरू कार्तिकमा हुने भएको छ। कार्तिकमा विज्ञापन हुने भएको छ भने राजपत्र अनङ्कित प्रथम श्रेणीको अप्राविधिक प्रथम चरण भनेको छ मानव अधिकार सेवा सहायक प्रथम चरणको कुरा गरेको छ। राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक द्वितीय चरणको कुरा गरेको छ। मानव अधिकार सेवा सहायक प्रथम द्वितीय चरण, राजपत्र अनङ्कित प्रथम श्रेणी प्राविधिक, स्वास्थ्य सेवा 5औं तह, यिनीहरूको विज्ञापन चाहिँ हाम्रो साथीहरू मङ्सिरमा हुने भएको छ है। र त्यस्तै गरी राजपत्र अनङ्कित द्वितीय श्रेणी अप्राविधिक प्रथम चरण, मानव अधिकार सेवा सहायक द्वितीय प्रथम चरण, राजपत्र अनङ्कित द्वितीय श्रेणी अप्राविधिक द्वितीय चरण, मानव अधिकार सेवा सहायक द्वितीय, राजपत्र अनङ्कित द्वितीय, स्वास्थ्य सेवा चौथोको चाहिँ हाम्रो कहिले हुने भएको छ साथीहरू, यसको चाहिँ पुसमा हुने भएको छ भनेर उल्लेख गरेको छ है। र हाम्रो चाहिँ त्यसै गरी सुरक्षा निकायका विभिन्न पदहरूका लागि पनि कार्यतालिका प्रकाशित गरेको छ र जसमा चाहिँ अधिकृत क्याडेट नेपाली सेनाको चाहिँ हाम्रो विज्ञापन साउन अन्तिम शुक्रबार हुने भनिएको छ र पदिक तथा बिलालदार अधिकृत क्याडेटको चाहिँ भदौ असोजमा हुने भनेको छ। अनि त्यसै गरी अर्को दिएको छ यो आन्तरिक प्रतिस्पर्धा खुल्ला प्रतिस्पर्धाको लागि यसरी गरेको छ भने सैन्य तथा विभिन्न ट्रेड तपाईँको फलोवर्स प्रथम पटक चाहिँ खुल्लाहरूको लागि चाहिँ तपाईँको कार्तिक र मङ्सिरमा चाहिँ विज्ञापन हुने भनेर उल्लेख गरेको छ भने यिनीहरूको लिखित परीक्षा सञ्चालन चाहिँ माघ र फागुनमा हुनेछ भनेर उल्लेख गरेको छ है त साथीहरू। सैन्य तथा विभिन्न ट्रेडका फलोवर्स जसमध्ये दोस्रो पटकका लागि हाम्रो चैत र वैशाखमा चाहिँ विज्ञापन हुने भनेर वैशाख जेठमा चाहिँ हाम्रो के हुनेछ त साथीहरू लिखित परीक्षा सञ्चालन हुनेछ। अब नेपाल प्रहरी अन्तर्गत पनि प्रहरी निरीक्षक जनपदको खुल्ला अन्तर्गत मङ्सिर अन्तिम बुधबार नै के हुनेछ त साथीहरू मङ्सिर अन्तिम बुधबार चाहिँ विज्ञापन हुनेछ र प्रहरी सहायक निरीक्षक जनपदको चाहिँ भदौमा, त्यसै गरी प्रहरी जवान जनपदको मङ्सिरमा, त्यसै गरी प्रहरी कार्यालय सहयोगी को चाहिँ भदौमा र त्यसै गरी सिनियर प्रहरी अधिकृत प्राविधिकको चाहिँ फागुनमा हुने भनेर यसरी उल्लेख गरेको छ। प्रहरी जवान प्राविधिकको चाहिँ फागुनमा यसरी विज्ञापन हुने कुरा उल्लेख गरेको छ। सशस्त्र प्रहरी बल नेपाल मा चाहिँ सशस्त्र प्रहरी निरीक्षक साधारण समूह, कानुन समूह, लेखा समूहको चाहिँ पुस पहिलो शुक्रबार विज्ञापन हुने कुरा उल्लेख गरेको छ। सशस्त्र प्रहरी सहायक निरीक्षकको चाहिँ हाम्रो मङ्सिर पुसमा हुने भनेको छ र प्राविधिकतर्फ त्यसै गरी हाम्रो यी विभिन्न खुल्ला पदहरूमा पनि तपाईँको चाहिँ साउन भदौ, त्यसै गरी सशस्त्र प्रहरी जवान अनि तपाईँको चाहिँ सशस्त्र परिचर यिनीहरूको चाहिँ भदौ असोजमा विज्ञापन हुने भनेको छ है त साथीहरू। र यसमा चाहिँ सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचर साधारण दोस्रो पटकको लागि चाहिँ तपाईँको पुस र माघमा हुने भन्ने कुरा उल्लेख गरेको छ। र राष्ट्रिय अनुसन्धान विभागको सन्दर्भमा अनुसन्धान अधिकृत अनुसन्धान सहायकको चाहिँ माघ अन्तिम बुधबार चाहिँ विज्ञापन हुने भनेको छ भने सहायक सूचकको चाहिँ भदौ र असोजमा विज्ञापन हुने कुरा उल्लेख गरेको छ। साथीहरू सङ्गठित संस्थाका पदहरूका लागि पनि विज्ञापन कहिले हुने भन्ने कुराको कार्यतालिका प्रकाशित भइसकेको छ र जस अन्तर्गत चाहिँ सहायक स्तर प्रथम श्रेणी नासु वा सोसरह चौथो तह वा सोसरह पदको एकीकृत पूर्व योग्यता परीक्षाको विज्ञापन अब छिट्टै साउन महिनाको पहिलो बुधबार नै हुँदैछ साथीहरू। र यसको लिखित परीक्षा चाहिँ असोज पहिलो शनिबार र त्यसै गरी अर्को दिएको छ असोज पहिलो आइतबार गरेर यसरी इक्जामको डेट पनि आइसकेको छ साथीहरू। यो सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सोसरहको चाहिँ हाम्रो असोज पहिलो आइतबार हुने भयो इक्जाम र त्यसै गरी अर्को दिएको छ तपाईँको 5औं स्तरको चाहिँ असोज पहिलो शनिबार इक्जाम हुने गरेर चाहिँ हाम्रो कार्यतालिका प्रकाशित भइसकेको छ। अब यसको लागि तयारीमा जुट्नुहोला र हाम्रो यस युट्युब च्यानलमा चाहिँ हामी योसँग रिलेटेड विभिन्न भिडियोहरू, विभिन्न क्वेसन एन्सर प्याटर्नमा चाहिँ हामी प्रश्न राख्नेछौँ। त्यसका लागि चाहिँ युट्युबमा जोडि नै रहनुहोला साथीहरू। र अर्को चाहिँ हाम्रो अब विभिन्न तपाईँको चाहिँ सङ्घ संस्थाहरूले चाहिँ कहिले कहिले विज्ञापन गर्ने भन्ने कुराको यो कार्यतालिकामा नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, भेरी अस्पताल विकास समिति, तपाईँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिंहदरबार वैद्य खाना विकास समिति होइन, यिनीहरूको चाहिँ विज्ञापन साथीहरू
अब हाम्रो साउन र भदौमा गर्ने भनेको छ। त्यसै गरी परोपकार प्रसुति तथा यिनीहरूको कुराहरू निजामती कर्मचारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल विज्ञान प्राविधि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान व्यापार तथा निकासी प्रवर्धन केन्द्र यिनीहरूको चाहिँ भदौ र असोजमा विज्ञापन हुने भनेको छ भने यो गुठी संस्थानको नेपाल राष्ट्र बैङ्कको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको राष्ट्रिय ट्रामा सेन्टरको चाहिँ हाम्रो असोज र कार्तिकमा अब विज्ञापन हुँदैछ साथीहरू है। नेपाल विद्युत प्राधिकरण विद्युत तपाईँको नियमन आयोग अनि तपाईँको राष्ट्रिय प्रसार ग्रिड कम्पनी लिमिटेड वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र विद्युत उत्पादन कम्पनी लिमिटेड काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल खानेपानी संस्थान यिनीहरूको चाहिँ इक्जाम चाहिँ हाम्रो कार्तिक र मङ्सिरमा विज्ञापन हुनेछ भने हाम्रो चाहिँ लिखित इक्जाम पुस र माघमा हुनेछ। त्यही भएर यसको पनि तयारी गर्ने साथीहरूले होइन अब कार्यतालिका बमोजिम अगाडि बढ्नु पर्यो। त्यसै गरी अर्को कर्मचारी सञ्चय कोषको नागरिक लगानी कोष निक्षेप तथा कर्जा सुरक्षण कोष सामाजिक सुरक्षा कोष नेपाल रेलवे कम्पनी लिमिटेड नेपाल इन्जिनियरिङ परिषद अर्को जडीबुट्टी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको चाहिँ हाम्रो चाहिँ मङ्सिर र पुसमा विज्ञापन भएर माघ र फागुनमा चाहिँ के हुनेछ त साथीहरू यसको चाहिँ परीक्षाहरू हुनेछन् लिखित परीक्षाहरू हुनेछन्। दुग्ध विकास कम्पनीहरूको भयो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपाल आयल निगम कृषि सामग्री लिमिटेड हो यिनीहरूको चाहिँ कहिले हुँदैछ त साथीहरू। अनि नेपाली पारवहनको चाहिँ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कुराहरू गरेको छ हो यिनीहरूको चाहिँ अब फागुन र चैतमा हाम्रो इक्जाम हुनेछ भने पुस र माघमा चाहिँ यसको विज्ञापन हुनेछ। ठिक छ। र सार्वजनिक सेवा प्रसारणका कुराहरू गोरखापत्र संस्थानका कुराहरूको कुरा भयो नेपाल वन निगम नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय परीक्षा बोर्ड यी यावत कुराहरू चाहिँ हामीले हेर्नुपर्छ साथीहरू। र यिनीहरूको चाहिँ चैत वैशाखमा इक्जाम हुँदैछ भने वैशाख र जेठ होइन यस्तै गरी वैशाख र जेठमा राष्ट्रिय खेलकुद परिषदका कुराहरू राष्ट्रिय सहकारी विकास बोर्ड अनि त्यो काठमाडौँ उपत्यका विकास प्राधिकरण यिनीहरूको चाहिँ यी संस्थाहरूको होइन फागुन र चैतमा चाहिँ विज्ञापन भएर वैशाख र जेठमा चाहिँ परीक्षा हुने भएको छ। अब सबै साथीहरूले चाहिँ यो कार्यतालिका बमोजिम तयारी गर्दै गर्नुहोला र हामीले यस च्यानलमा चाहिँ विभिन्न प्रश्नहरू राख्ने नै छौँ होइन तपाईँहरूको तयारीलाई अझै मजबुत बनाउनको लागि र च्यानलसँग जोडिने रहनुहोला र आफ्नो कार्यतालिका बमोजिम सबै साथीहरू तयारी गर्दै गर्नुहोला है त। आजको भिडियोमा यति नै। हस्त नमस्कार।